रौतहटको मध्यभाग गरुडा नगरपालिका 8 स्थित बिर्ता बजारमा रहेको शुभलक्ष्मी महिमा वस्त्रालय नामक कपडा पसलमा गैराती भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ। इलाका प्रहरी कार्यालय गरुडाका अनुसार राति करिब 9:50 जाँदा केदारनाथ शाहको पक्की घरमा गरुडाका विगन शाहको पसलमा आगलागी भएको थियो। आगलागीको खबर प्राप्त भएपछि प्रहरी चौकी बिर्ताका प्रहरी हवलदार राजु शाहको कमान्डमा गएको टोलीले स्थानीय बासिन्दाको सहयोगमा करिब 10:30 बजे आगो नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यले जानकारी दिएका छन्। आगो लाग्दा पसलभित्र रहेका विभिन्न प्रकारका कपडाहरू र काठका यर्क जलेर आंशिक रूपमा क्षति पुगेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ। मानवीय वा चोपाया क्षति नभएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार विद्युत लाइनमा सर्ट सर्किट भएर आगो लागेका अनुमान गरिएको छ। प्रारम्भिक रूपमा करिब 30 देखि 40 लाख रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको भए पनि विस्तृत क्षति विवरण सङ्कलन कार्य जारी रहेको प्रहरीले जानकारी दिएका छन्।